वेलकम गाइज न्यू डे न्यू इयर न्यू भिडियो। आई थिंक सबैजना सन्चै हुनुहुन्छ होला। आज नयाँ 2082 सालको नयाँ वर्षको 1 गते है। 2082 सालको नि पक्कै पनि लागेको छ। म बिहानै उठिसकेको छु, करिबन 8 बजिसकेको छ। अब एकछिन नुहाउनु पर्छ होला। म आज के बनाउने छु, के गर्नेछु तपाईहरुलाई देखाउने छु, साथै कहाँ जानेछु। हाम्रो परम्परा है केही बताउनु चाहिँ आज हाम्रो धर्मअनुसार मान्यताहरू छ। हाम्रो ठाउँमा बिहान उठेर जब उठ्ने बित्तिकै आँखा बन्द गरेर बाहिर गएर आकाशतिर हेर्नुपर्छ भन्ने छ है। अनि त्यो सँगसँगै अनि आज बिजुको दिनमा पाती त तपाईले चिन्नु भएको छ होला। पातीले नुहाउनुपर्छ भन्ने पनि छ हाम्रोतिरको। अनि पछि आजको दिनमा एकदमै रमाइलो पनि हुन्छ। के हुन्छ भन्दाखेरि आज देवर भाउजू चाहिँ सिस्नो पानी हैन, सिस्नो पानी लगाएर एकअर्कामा सिस्नो पानी लगाउने हाम्रो त्यहाँको चलन हुन्छ। अनि एकदमै रमाइलो हुन्छ। आफू त परदेशी भूमिमा पर्यो, कामको सिलसिलामा के गर्ने, परदेशी भूमिमा भएपछि घरको रमाइलो, घरको आनन्द, नयाँ वर्षको महसुस खासै नहुँदो रहेछ। तर आफ्नो देशमा नभए पनि माया चाहिँ उयो नि, त्यही भएर नयाँ वर्ष आज चाहिँ मैले पनि काममा छुट्टी छ। आज काम चाहिँ जाँदिनँ। आज सरप्राइज छ। आज कतै घुम्न जाँदैछु बाहिर। कहाँ जाँदैछु, के गर्दैछु त्यो पछि म तपाईलाई देखाउने छु। साथै एकछिन पछि अब के बनाउने छु त आज खानाका परिकार धेरै त बनाउँदिनँ होला, तर भए पनि अलिअलि के बनाउने छु म तपाईलाई त्यो पनि सेयर गर्नेछु सबैलाई। जे होस् आजको दिन नयाँ वर्ष तपाईहरुको एकदमै उमङ्गका साथ बितोस्। जे छ आफूसँग त्यही लुगासुगा मिलाउनु पर्छ। ओछ्यान पनि मैले अहिले भर्खरै उठेको, सबै मिलाउनु बाँकी नै छ। अब एकछिन सफा पनि गर्नेछु मैले। त्यस कारणले गर्दाखेरि यस्तै छ परदेशीको पीडाहरू। एकदमै यस्तै छ। अब तेल पनि पर्यो कसरी के भने, जे होस् ठिकै छ। अब यस्तै छ। ल पोही पाकिसक्यो फाइनल्ली। अब चाहिँ अरू बनाउनु पर्छ। गर्ने प्रकारहरू यस्तो छन्। त्यसलाई हाम्रोतिर चाहिँ बटुङ हुन्छ नि, अब तपाईहरुतिर के भन्छ थाहा भएन। हाम्रोतिर चाहिँ बटुङ हुन्छ। त्यसमा आज थुप्रै प्रकारहरू बन्दैछ। नयाँ वर्ष मात्रै थपिएको हो। त्यस पुरानै कपडा सबै कुराहरू, घडी पनि पुरानै हो, सबै कुराहरू पुरानो नै छ। आज जाँदैछु हाम्रो नेपालदेखि। हाम्रो सिमरन परियार आउँदै हुनुहुन्छ, कलाकार सिमरन परियारजी। हामी अहिले अटोमा छौँ, तपाईँले देख्न सक्नुहुन्छ। अटोमा बसिसकेको छौँ, अटोभित्र छौँ। अब कतिखेर पुग्छौँ भन्ने कुरा अब एक्ज्याक्ट थाहा छैन। ट्राफिक छ क्या आज। ट्राफिक धेरै भएको कारणले गर्दाखेरि अलि जानलाई मुस्किल भइरहेछ, नत्र त ठिकै छ। हेर्न सक्नुहुन्छ एकदमै ठाउँ चाहिँ एकदमै भवाल छ है। फेरि ठाउँ चाहिँ एकदमै भवाल छ। यहाँ यता हेर्नुहुन्छ भने यो यहाँ भित्र भनेको क्रिकेट हुन्छ क्या, क्रिकेट स्टेडियम हो यो भनेको। बेङ्गलोरको इन्डियाको सबैभन्दा ठुलो स्टेडियम हो। चिन्नास्वामी क्रिकेट स्टेडियम तपाईँले हेर्न सक्नुहुन्छ। आइपिएल देखिराख्नु भएको छ नि। मेन गेट हो यो चाहिँ। फेरि ट्राफिक छ। ट्राफिकले सताउँछ कि, समस्या यही हो। कार्यक्रममा पुग्दैछौँ नजिक। यहाँ हेर्न सक्नुहुन्छ यो मेट्रो स्टेसन हो। लगभग यहाँ माथि मेट्रो जान्छ। लगभग अब 10-15 मिनट लाग्छ होला, त्यति पनि लाग्दैन होला। पुगिरहेको छु। अब त्यहाँको दृश्य देखाउने छु म, के कस्तो छ होइन। नेपालदेखि कलाकारहरू आउनु भएको छ धेरैजनाहरू। तपाईँलाई पुगिसकेका छौँ। लगभग अहिले बाटोमा हिँड्दैछौँ। लगभग अब भित्र गइरहेका छौँ। आज म एकदमै एक्साइटेड छु, किनकि सिमरन परिवारलाई टाढाबाट देख्न पाएको थिएँ आजसम्म। तर आज पहिलोचोटि चाहिँ नजिकबाट देख्ने एउटा मौका पाउँदैछु। त्यही भएर म एकदमै एक्साइटेड छु। आज हेर्छु भित्र आज रियलको के कस्तो हुन्छ त्यो म हजुरहरूलाई देखाउने छु। तपाईँले भित्र जाँदैछु म अहिले। तपाईँलाई केही समय लाग्छ होला। पहिला टिकट काट्नुपर्छ, त्यसपछि म तपाईहरुलाई देखाउने नै छु।
अहिले चाहिँ आज पहिलो दिन हो, एकदमै एक्साइटेड छु म, किनकि आजसम्म देखेको थिएन, नजिकबाट निहाल्ने एउटा मौका पाउनेछु। नेपालीहरूको नयाँ वर्ष 2082 होइन, त्यसै कारणले अहिले म भित्र जाँदैछु। जे होस् एकदमै आज एकदमै रमाइलो हुनेवाला छ। तपाईँहरू हामीसँग अन्तिमसम्म रहनु होला, एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ। जे होस् आजको दिन चाहिँ एकदमै फाइनल्ली पुगिसकेका छौँ हामी। फाइनल्ली टिकट पनि काटिसकेँ, देख्न सक्नुहुन्छ तपाईँले। टिकट काटेर भित्र जाँदैछु म अहिले। टिकट काटिसकेको छु फाइनल्ली। ल उहाँ पनि साथमै हुनुहुन्छ, आउँदैछ हामीहरू। ल भित्र आइसक्यो। कार्यक्रम हुने भनेको यहाँभित्र है, कार्यक्रम चाहिँ यहाँभित्र हुँदैछ। हो हाम्रो दाइ पनि भेट भइसक्नु हो, हाम्रो दाइसँग पनि भेट भयो। यहाँभित्र आज कार्यक्रम हुँदैछ, तपाईँले हेर्न सक्नुहुन्छ। कार्यक्रमको सुरुवात भइसकेको छ। कार्यक्रम है आज एकछिनपछि सिमरन परिवार आउँदैन, तपाईँ पोस्टर हेर्न सक्नुहुन्छ। केही नसुनिए पनि ल फाइनली कलाकार आइसक्नु भएको छ। ल फाइनली सिमरन प्रयाण आइसक्नु भएको छ, तपाईँले हेर्न सक्नुहुन्छ। हाम्रो सिमरन प्रयाण आइसक्नु भएको छ। आसन ग्रहण गर्ने क्रममा जनताका मनोरञ्जन सफल कलाकार र विभिन्न तपाईँहरूले देखिसक्नुभयो विभिन्न गीत
तपाईँले देख्न सक्नुहुन्छ एकदमै देउडा एकदमै छोटो अनि रमाइलो तरिकाले तपाईँले देख्दै हुनुहुन्छ। यो चाहिँ बेङ्गलोरमा है कहिलेकाहीँ नयाँ वर्षको आज एकदमै रहन चलिरहेको छ। आज नयाँ वर्षको दिन हो। तपाईँले देख्दै हुनुहुन्छ एकदमै शानदार तरिकाले देउडा खेल्दै हुनुहुन्छ। तपाईँले देख्न सक्नुहुन्छ। दर्शक पनि हुनुहुन्छ उतातिर, यता देउडा पनि खेलिराख्नु भएको छ शानदार तरिकाले। उता गायक चाहिँ उता हुनुहुन्छ। यो एकदमै रमाइलो भयो आजको पल चाहिँ, एकदमै शानदार, एकदमै रमाइलो, एकदमै रमाइलो हुँदैछ। जोस् आजको दिन चाहिँ नयाँ वर्षलाई एकदमै उल्लासका साथ मनाइयो। एकदम रमाइलो भयो, एकदमै खुसी पनि लाग्यो। आजको दिन चाहिँ जोस् वाउ तपाईँले देख्दै हुनुहुन्छ।
धेरै माया दिनुभएको छ, त्यो माया म कहिले पनि भुल्ने छैन है त।